समयसँग लड्दा लड्दा हार्न पुगेछु आमा। यो गर्दा त्यो हुँदैन, त्यो गर्दा यो हुँदैन, उता गर्दा यता भत्किन्छ, यता गर्दा उता भत्किन्छ। सबैलाई सम्हाल्दै आएको म आज आफ्नै हालतलाई सम्हाल्न नसक्दा निकै गाह्रो भएको छ आमा। खै के भन्नु र, जीवनमा जस्तो सुकै परिस्थिति आए पनि सम्हाल्छु भनेर अगाडि बढेको म आज त्यही परिस्थिति आउँदाखेरि उठ्न नसक्नेसम्म भएछु म आमा।